हे गाइस वेलकम टु न्यू ब्याक टु भिडियोमा हजुरलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा हाम्रो ब्लगमा सानोतिनो ब्लगमा धेरै ठुलो ब्लगमा हैन। आज हामी गइरहेका छौँ स्कुलदेखि आएर बजार, तर भोलि एक्जाम छ, एक्जामको लागि तयारी गर्दै गरेका छैनौँ। त्यही पनि बजार आज गइरहेका छौँ। यो जगर्स प्यान्ट किन्न जान्छ अरे, यो किट किन्न जान्छ अरे। म चाहिँ यिनीहरूको पैसा खाइदिन जान्छु। म चाहिँ पैसा खाइदिन जान्छु यिनीहरूको। हामीहरूको गाउँ आजदेखि नेपालीमा स्टार्ट भएको छ ब्लग। हामीले 3टा ब्लग हिन्दीमा हालेको छु भने आजदेखि नेपालीमा देख्नुस् गाइस। अगाडि 2टा कुकुर लडिराखेको थिए, अहिले देख्नुस् गाइस भागे। यहाँ बिमलका 2टा साथीहरू छन्। माथि ट्र्याक्टर के भएछ भाग्छ जस्तो लागेछ। देख्नुस् गाइस 2टा साथीहरू बिमलका। एउटाको नाम हो रिङ्की, एउटाको नाम हो पिङ्की। रिङ्की पिङ्की उता माथि हेर्नुहोस् गाइस, उता माथि देखाउनुहोस् न, उता के देख्नुहोस् गाइस माथि के भइरहेको छ, तर यहाँ देखिरहेको छैन। अहिले म पछि देखाउँछु। गाइस खोला अहिले अहिले हाम्रो नौनी ठाउँ पनि देखाइदिन्छौँ गाइस, हेर्नु होला। नौनी ठाउँ खतरा छ। त्यसमाथि के छ बिआएका छन्। पुलमा आइपुगेका छौँ। हामीले हिँड्दै यात्रा गरिरहेको छौँ। हाम्रो नौनी ठाउँ पनि हेर्नु सक्नुहुन्छ यता तलतिर जसरी आएको छ। देख्नु गाइस हामीले हेर्न आउँछौँ। हामीहरूको नौनी ठाउँ पान्डा भएर सुकेको छ आजभोलि। धेरै बोल्नु पर्दैन के। ल गाइस अब हामी हल्का पछि हुन्छौँ। अहिले त्यसको लागि बाई। देख्नुहोस् गाइस यसले भाग्यो भाइ 4 छ धेरै नचार मुजी। अहिले अरूलाई बोलाउँछ गुगुलले अहिले हामीलाई यसले गर्दा आइमाईले गर्दा देख्नुहोस् गाई डरकुच्चीहरू भाइसकेका छन्। म मात्रै नडरकुच्ची भएर हेर्नुहोस् गाइस गाइस देख्नुहोस् गाइस हामी पुलचोक पुगिसकेका छौँ। जाम पर्दिरा सोने आयु तेरा सर मेरे जान देख्नुहोस् गाइस, तपाईँले थकाली खाना सेट खान चाहनुहुन्छ भने यहाँ आउनु होला शीतल सेकुवा कर्नरमा। देख्नुहोस् पनि चालु मासमा लाइट वाला पुलचोकमा पुगिसकेका छौँ। आज जान लागेको छ धेरै। ल
ल गाइस अब हामी हल्का पछि देखाउँछौँ ब्लग धेरै लामो पनि गरान्न हेलमेटमा मोबाइल पिपलबोट पुगिसकेका छौँ अफरवाला ठाउँ मम्मी बन्द छ क्या अफरवाला ठाउँ नै बन्द छ अगेन जगत छ त भाइले ठिकै यार देख्नुहोस् गाइस हामी अफर छ भनेर आएका हम तर अफरवाला दोकानै बन्द छ युवराज फ्यान्सी स्टोर भाइ जल्दी खोल्नु पर्यो आज त्यो अफर नै 7 दिनको लागि थियो अब 4 दिन 5 दिन भएको थियो अब 2 दिन थियो यार भोलि पर्सि किन्दैन म त्यो पाइला अर्को अबमा अफरको बेला बन्द गर्छु नि अफर भनेर ठिक छ भनेर अब घटावत गाडी आइरहेको देख्नुहोस् गाइस हामी यहाँ पुगिसकेको छौँ मलाई हल्का झ्याउ लागिसकेको छ अब म यहाँदेखि जान लाग्छु गाइस अब म बन्द गरिरहेको छु मलाई याद लागिरहेको छ हामी यहाँ किट किन्न पुगिसकेको छौँ त्यसमा मजा लाग्छ मलाई हिँड्न त समात्न यो म भनिदिन्छु गर्छु यस्तो यत्तिकै समाज म भनिदिन्छु देखिन्छ जसको त यति गराउँदिनँ के पर्छ भाइ यो नाइकी होला त कति पर्सेन्ट बटे प्राइस सोध्नु हुँदाखेरि भनेको अहिले गाइस देख्नुहोस् त्यहाँ ट्रफी 2850 सिगा होला किन मोटी यस्ता बोला पज गर नगर अलि सस्तो देखाउनु बुटमा योभन्दा सस्ता छैनन् यस्तो एङ्गलहरू हुन्छ नि यस्तोमा चाहिँ एउटा सस्तो छ सस्तै किने बाख्रातिर सहेको कतिसम्मको चाहियो 17-18 कपी एङ्कल मात्रै आउँछ बाबु त्यो लगेर त्यो लगाउन भन्दा 1200 को सेगा लगाएको 1200 को लग के जिब्रो त्यो जिब्रो च्याते पनि के हो देख्नुहोस् गाइस हामी किनिरहेको छ
देख्नुहोस् सस्तै गिट किनेर आएका छौँ हामी धेरै पैसा छैन यस्तै ठिक हुन्छ नि प्याला लग्न सेतो भन्दै क्यामराम्यान समात्नुहोस् त क्यामरा सरको जुकालो ल सेतावाला त नलग मैला भनेर रोडा सीतावाला मैले जान्छ नि बन्द गरौँ 4-5 मिनट हुन्छ अब कति 10 रुपियाँ पनि मिलाइदिएन नि यार गाइस तपाईँहरू देख्नुहोस् यहाँ आउनुहुन्छ भने यहाँ नआउनु होला 10 रुपियाँ पनि मिलाइदिन्न लोभी रहेछन् यहाँका लास्टै मगाउँछ नि त बुटवाला तपाईँ सस्तोवाला यहाँ नेपालमा थाहा छैन नमगा गाइस अब हामी बज गरिरहेका छौँ अब हामी सिधै मिलाउँला हामी नास्ता खाने ठाउँमा ल बाई गाइस हामी पुगिसकेका छौँ नास्ता खान हामी आइक्यौँ बजारदेखि देख्नुहोस् हाम्रो अगाडि हामीले यो किन्यौँ अनिलका छम्मी अगाडि अनिलका छम्मी नचाट त देखो अनिलका छम्मी देखोस् गाइस हामी एकचोटि किन्यौँ विमलको लागि प्यान्ट किनिदिउँ मैले आफ्नो लागि केही किनेन नास्ता खाएँ अनि यहाँ गुमा पनि टेक्दै हिँडिरहेको छु म बफ मोमो खाएँ 3वटाले हामी तीनवटा नै दुईटा एउटाले तीनवटाले बफ मोमो 3वटाले हाफ चाउमिन अरू के खायौँ के खायौँ होइन गाइस 10,000 चाउमिन खायौँ 1000 रुपियाँ सकिएको अब 100 रुपियाँ बाँझाउँछ ग्यास लिएर राख्यौँ ल गाइस बाई अब मिल्छौँ अर्को भ्लगमा ल गाइस बाई